यो घरमा कोठा पाइन्छ होला कि नै? जाउँ जाउँ। घरमा को हुनुहुन्छ होला? फोटो कपत को आएछ घरमा फेरि? नमस्ते नमस्ते नमस्ते। के खोज्नु होला बाबुहरूले? हामी यसो रुम खोजेर आएको अङ्कल। रुम त पाइन्छ, अनि निश्चित रूपमा भाडा र अनि नियम चाहिँ अलिक कडै छ बाबु। अङ्कल अनि नियम चाहिँ के कस्ता रहेछन् यसो सुनौ। नियम अलि गाह्रै छन्, एकचोटि भित्रै गएर कुरा गरौँ न। आऊ ल आउनुहोस् बस्नु बाबुहरू यहाँसँग। अब बाबुहरूले कोठा त चाहियो भनिहाल्यो। कोठा चाहिँ अब हाम्रो नियमै हुन्छ पुरै। म एकचोटि पढेर सुनाउँछु है त। ल राति 9 बजे ढोका बन्द भइहाल्छ। पाहुनाहरू धेरै ल्याउन मिल्दैन, अनि ठुलो स्वरमा हाँस्न चाहिँ मिल्दैन है। अनि अङ्कल हाँस्न चाहिँ नमिले नि सास फेर्न त मिल्छ होला नि? सास फेर्न त मिल्छ बाबु, तर चोटाको तरकारी चाहिँ खान मिल्दैन है फेरि। अनि अङ्कल यो चोटा तरकारी चाहिँ खान चाहिँ किन मिल्दैन? चोटाको तरकारी खायो भने तिमीहरू पाच्छौ, पाद्यौ भने फेरि यति महँगो कोठा बाबु। हाम्रो त अब काठमाडौँको घर खराब भइहाल्छ नि। कुरा त अलि गम्भीरै आयो अङ्कल, पछि आउँदै गरौँला। अहिलेलाई त हामी लाग्यौँ है। पर्ख न बाबुहरू पर्ख, कुरा त सुन एकचोटि। कुरा मिलाउन त अझै ओहो गइहालेछन् त ल।